श्री महाभारत आदि पर्व भाग 1 मङ्गलाचरण। यस पर्वमा महाभारतको परिचय, भरत वंशको वर्णन, कुरु राजकुमारहरूको जन्म तथा युवा अवस्थाका घटनाहरूको श्लोकबद्ध व्याख्या गरिएको छ। आउनुस् अब आदि पर्वको श्लोकबद्ध वाचनबाट श्री महाभारत महाकाव्य ग्रन्थको सविस्तार वाचन शुभारम्भ गरौँ। जसको रिद्धि र सिद्धि हाजिर रही सेवा सदा गर्दछन्, गर्दामा शुभ काम सनातनीहरू जसको शरण पर्दछन्। मङ्गलदायक श्री गणेशजी सदा सङ्कष्ट मेरो हरुन्, लेख्छु भारत नाम ग्रन्थ सब यो त्यसमा सहाय गरून्। विद्या बुद्धि विचार वाक्य रचना जसबाट प्राप्तै गरी सक्छन् वर्णन गर्नलाई दुनिया सम्पूर्णको लोकभरि। राखी ध्यान उनै सरस्वतीजीको अहिले शरण पर्दछु, पाऊँ भारत लेख्न शक्ति म भनी यो प्रार्थना गर्दछु। नारायण नर आदि उत्तम पुरुष पहिले भएथे जाऊँ, वेद व्यास र नारदादि ऋषिगण मेरा मनैमा रहून्। जसमा ज्ञान पुरी सबै तरहको यो मातृभाषा महान, श्लोकै बद्ध गरी बनाउन सकूँ सम्पूर्ण भारत यहाँ। एउटै ब्रह्म स्वयं प्रकाश विनाश व्यापक हुनाले गरी गर्छिन् सिर्जन भिन्नको प्रकृतिले आधार उनकै धरी। देख्दा सो महिमा अपार दुईको आश्चर्यमा पर्दछु, जाने सम्म महात्म्य जो छ सबमा विस्तार यो गर्दछु। श्री महाभारत महात्म्य र तक्षक नागले राजा परीक्षितलाई दस्नु। ठुला शौनक आदि सब ऋषिहरू 88,000 भई गर्थे यज्ञहरू रही नियममा श्री नैमिषारण्य गई। ताही शिष्य थिए पराशरजीका उग्र सर्वाजी पनि, आए तीर्थहरू डुलिकन तही श्री सूतजी नै अनि। देखे थे सबती महर्षिहरूले ती सूतलाई जसै, राखी आदर साथ आसन महा सोद्धा भए यो तसै। धर्मै अर्थ र काम मोक्षहरूको व्याख्या छ जसमा अति, इच्छा सुन्न छ सो पुराण सबको हामीहरू छौँ जति। सोही एक पुराणको श्रवणले धर्मार्थ जानिकन सारा कार्य गरेर जन्म नरको आफ्नो सुधारुन् जन। त्यसो तो प्रश्न तहाँ महर्षिहरूको सुन्दा भएथे जसै, लागे भन्न
खुसी भएर मनमा उग्र सर्वाजी तसै हे सतपात्र रिसे कुनै दिन मता श्री हस्तिनापुर गए ताही भारतको पुराण कर्मले सम्पूर्ण सुन्दो भए धर्मै अर्थ र काम मोक्ष सबको त्यसमा हुँदा वर्णन त्यसका तुल्य पुराण लोकभरमा अरूको मता मान्दिन तस्मात् भारत नै सुनेर अहिले प्रख्यात गरी लोकमा रक्षा गर्नु हवस् समस्त जनको जो छन् सदा मोहमा।